हेलो एभ्रिवान, सेवा नमस्ते सम्पूर्णमा हजुरहरूलाई कस्तो छ? मलाई चाहिँ एकदमै ठिक छ। अनि मैले सधैँ मेरो च्यानलमा चाहिँ जहिले पनि भ्लगिङहरूको भिडियोहरू अहिले हालिरहेको थिएँ भने र अहिले चाहिँ आज गएर एकदमै डिफ्रेन्ट भिडियो मैले अपलोड गर्न गइरहेको छु। त्यो चाहिँ हो अहिलेको ट्रेन्डिङ भाइरल अनि अहिलेको मौसम अनुसार पनि फिट हुने मिकासा स्कार्फ। सो मिकासा स्कार्फ बनाउनको लागि मैले लिएको चाहिँ एकदमै सबैको फेभरेट कलर मरुन कलर। अनि यसमा मैले मिकासा स्कार्फ बुन्न गइरहेको छु र मलाई सबैले हेरेर साथ दिनु होला अनि लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला र अब भिडियो अन्तिमसम्म हेरिदिनु होला। थ्याङ्क यू। मिकासा स्कार्फ बुन्नको लागि चाहिँ हामीलाई ती सामग्री चाहिँ चाहिन्छ। सो हामीले युज गर्ने क्रोसेन चाहिँ यत्रो हो। यो 5.5 mm को राखेको छु। यो चाहिँ स्कार्फको लागि अनि जुन त बुट्टाको लागि चाहिँ अब बोको लागि चाहिँ 2.5 mm को अनि सिजर चाहिँ चाहिन्छ नि। हजुरहरूलाई पनि थाहै भएको कुरा हो। अब चाहिँ मलाई फलो गर्नु होला, मलाई हेरेर फलो गर्नु होला। फलो गर्नु भन्नुको मतलब पहिला चाहिँ अब यसलाई यहाँनिर फन्दा बनाउनुको लागि म चाहिँ बनाउन गइरहेको छु। अब हजुरहरूलाई कतिको लेन्थ लामो चाहिन्छ, लेन्थ लामो कतिको चाहिन्छ, कतिको चाहिँदैन, त्यो अनुसारले हजुरहरूले चाहिँ यसको घर बनाउनु पर्ने हुन्छ। जस्तै मैले चाहिँ यहाँ 200 बनाउने छु यसरी नै। अब हाम्रो चाहिँ रोल बनेर ठिक सबै रेडी भइसकेको छ। अब यसमा चाहिँ हामीले यसमा फेरि छिराएर अब हाफ डबल क्रोसे लिएर जुन यो अगाडिको फन्दा छ यसको ठ्याक्क सेकेन्ड उसमा चाहिँ हामीले स्विच गर्ने। त यो भयो। अब यहाँबाट अब यो हाम्रो तीनवटा जुन यान छ यो तीनवटा यानबाट एकचोटि यसरी एकैचोटि निकाल्ने। अब यसरी नै सबै अन्तिमसम्म यसरी नै कन्टिन्युसली गरेर हजुरहरूलाई कतिको चौडाइ चाहिन्छ त्यो अनुसारले नाप्दै हजुरले बनाउनु भयो हुन्छ। मफलरको रो रेडी भइसकेको छ। अब यसलाई नै एक लेन्थ राम्रो भइसकेको छ। हेर्नु यस्तो हुन्छ, यस्तो लुक्स भइसकेको छ यसको। अनि यस पछाडि अब फेरि अब हामीले नेक्स्ट बढाउनु पर्ने हुन्छ नि त, त्यही भएर एउटा एक्स्ट्रा चेन यसरी लिन्छौँ यसलाई। अब यही लिएर चाहिँ अब फेरि हामीले एकचोटि यसलाई नै यसरी फर्काउँछौँ। र अब यो चाहिँ हामीले एक्स्ट्रा चेन किन लिएको भने अब यो यहीँबाट गर्दाखेरि चाहिँ हाम्रो यो रो घट्न जान्छ, यो लेन्थ घट्न जान्छ, यो जुन यो छ यो घट्न जान्छ। त्यही भएर एउटा एक्स्ट्रा लिइसकेपछि चाहिँ फेरि हाफ डबल क्रोसेट लिएर अब यसलाई चाहिँ यो एक्स्ट्रा हो त्यसैले एक्स्ट्रामा राखिँदैन। त्यही भएर अब त्यसै ठ्याक्क सेकेन्डमा राखेर फेरि कन्टिन्युसली जसरी हामीले अगाडि गरेको छौँ त्यसरी नै यसलाई नै अगाडि बढाउने छु म। अनि यसरी नै हजुरहरूले पनि यसरी नै अगाडि बढाउनु होला कन्टिन्युसली। यो हामीले अब गर्नुपर्ने सबै लास्टसम्ममै यही प्याटर्नलाई फलो गरेर बनाउनु होला मिकासा स्कार्फ। एकदम राम्रो लुक्स दिन्छ भन्ने मेरो अलिकति लुज भएको रहेछ मेरो, किनभने अलिक मेरो यान चाहिँ अलिक सानो भन्दा पनि मैले यानलाई चाहिँ अलिक खुकुलै राखेर बनाएको छु। त्यो भएर यो लुक दिन्छ। अनि यो चाहिँ हाम्रो लुक्स हो, पोलर लुक्स। सो यसरी नै कन्टिन्युस गर्दै जानु होला। अब चाहिँ यो मिकासा मफलरको एन्डिङ लाइन आइसक्यो अनि यहाँसम्म एन्डिङ भइसक्यो। अब यसलाई यहाँ टाइट गरेर टाइट गरेको ठाउँमा चाहिँ यसो कच्चीले काटेर पर्छ। यसरी टाइट गर्ने अनि बचेको भागलाई चाहिँ फेरि मिक्स गर्ने। अनि हेर्न सक्नुहुन्छ राम्रो भइसकेको छ।
ल अब यसको लागि मैले बुट्टा बनाउने प्रोसेस देखाउँछु हजुरहरूलाई। अब स्कार्फ बनेर रेडी भइसकेको छ। अब यसैको लागि चाहिँ हामीले बुट्टा भर्नको लागि चाहिँ व्हाइटबाट गर्छु भनेर मैले अघि हजुरलाई भनेको थिएँ। अब यसको चाहिँ बो बनाउने व्हाइटको चाहिँ अब फेरि एकचोटि बो कसरी बनाइन्छ त्यो हेर्नु होला, कसरी प्रयोग गर्छु यो पनि म हजुरहरूलाई देखाउँछु। अनि मैले तपाईँहरूलाई अघि पनि भनिसकेँ 2.5 mm को कुरुस चाहिँ यहाँ युज गर्दैछु मैले। ल अब स्टार्ट गरौँ। अब हामी यही स्कार्फको लागि चाहिँ बो बनाउन गइरहेको छौँ। अब बो बनाउनुको प्रोसेस हेर्नु है। हामीले चेन बनाउँदा जहिले पनि सेम प्रोसेस नै युज गरिन्छ, तर यो मेरो चेन बनिन्छ कि बनिँदैन मेरो हातबाट फुत्किरहेको छ। सो अब चाहिँ हामी स्टार्ट गरौँ चेन बनाउन। अनि चेन बनाइसकेपछि अब यसलाई चाहिँ बो पनि कति लामो राख्ने कति लामो नराख्ने त्यो तरिकाले हुन्छ। मैले चाहिँ एकचोटि 50 को ट्राई गर्छु। 50 को ट्राई गर्दाखेरि लामो हुने हो कि ठिक्कको हुने कि छोटो हुने हो मलाई एक्ज्याक्ट मेजरमेन्ट थाहा छैन, तर मैले अलमोस्ट 50 क्रस नै राख्छु होला सायद, अलिकति बो बनाउँदाखेरि चाहिन्छ नि। त्यसो स्टार्ट गरेँ 50। अब यसलाई हामीले यो बनाउनु पर्ने हुन्छ जस्तै यो र यतिको र अलिक छोटो हुन्छ जस्तो छ यो, अलिक छोटो हुन्छ जस्तो छ। मैले 50 भनेको थिएँ। 50 मा यसलाई 60 गर्दा हुन्छ। 10 घर बढाएर 10 चेन बढाएर मैले चाहिँ 60 चेन्स पुऱ्याएको छु। चेन पुऱ्याएर अब यो एक्स्ट्रा चेन निकाल्नुपर्छ। अनि त्यस पछाडि चाहिँ अब हामीले चाहिँ सिम्पल तरिकाले जस्तै अब यो यहाँलाई नै हाफ डबल क्रोसेट नलिकन मैले सेकेन्ड एरियामा राखेँ। अनि यसलाई यसरी थान्ने फेरि गर्ने, यसरी सिङ्गल ल्याउने अनि यसरी लास्टसम्म गर्नुपर्छ। यसरी नै गर्नुपर्छ लास्टसम्म। अब जुन बोको लागि हामीले बनाउँदै थियौँ यो चाहिँ अब रेडी भइसकेको छ। अब यसलाई लास्ट अब यसलाई यहीँनिर एन्ड गर्नुपर्ने हुन्छ। भएपछि यो हाम्रो रेडी भयो। अब यसलाई चाहिँ यहाँनिर यतिको उसमा गर्नु। यो चाहिँ अब हाम्रो 6 इन्चको मैले बनाएको छु। यसको चौडाइ चाहिँ मफलरको अनि ठ्याक्क अब यहाँनिर अब यो ठ्याक्क 4 नम्बर मान्छे म यहाँनिर चेक गर्छु यसलाई। बराबरको बनाउने यसमा बराबरको बनाएपछि ठ्याक्कै यसरी मिलाएर
गरिसक्यो यसरी नै अर्को साइड पनि गर्ने चाहिँ मेरो मफलर बनेर रेडी भइसक्यो ल हेर्न सक्नुहुन्छ कस्तो क्युट बो बनिसकेको छ अनि म पनि उस्तै राम्रो मेरो मेहनत कस्तो लाग्यो तपाईहरुले मलाई भनिदिनु होला अनि मेरो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा मेरो धन्यवाद तपाईहरुले आजको मेरो भिडियोलाई यहाँ एन्ड गर्छु र अब नेक्स्ट भिडियोलाई पूर्ण यसै गरी हेरेर साथ दिनु होला बाइ बाइ